तपाईँ 1000 रुपैयाँ लगानी गरेर 15,000 20,000 वा योभन्दा बढी नाफा कमाउन सकिने एउटा यस्तो सेक्टर जुन सेक्टर चाहिँ रिस्क फ्री छ त्यो सेक्टर हो आइपिओ। तपाईले आफ्नो फ्रेन्ड सर्कलमा आइपिओ को बारेमा हल्ला त सुन्नु भएको छ होला। कतिले आइपिओ मा लगानी गरेर राम्रो फाइदा पनि लिइरहनु भएको छ, तर कतिलाई आइपिओ को बारेमा केही पनि थाहा छैन। आइपिओ भनेको के हो, आइपिओ मा लगानी कसरी गर्ने, आइपिओ मा लगानी गर्नको लागि के चाहिन्छ भन्ने केही पनि थाहा छैन। म आज आइपिओ सँग सम्बन्धित आफूले जानेको कुरा बुझाउने प्रयास गर्दछु। भिडियो अन्तिमसम्म हेर्नु होला। नेपालको शेयर मार्केटमा दुईवटा मार्केट छन्, एउटा प्राइमरी मार्केट र अर्को सेकेन्डरी मार्केट। आज हामी प्राइमरी मार्केटको मात्र कुरा गर्नेछौँ। प्राइमरी मार्केटमा तीन किसिमका शेयरहरू हुन्छन्, एउटा आइपिओ, दोस्रो एफपिओ र तेस्रो राइट शेयर। आज हामी आइपिओ को मात्र कुरा गर्छौँ। कुनै पनि कम्पनीले आफ्नो शेयरहरू फर्स्ट टाइम बजारमा ल्याएर सर्वसाधारणलाई बेच्ने प्रक्रिया नै आइपिओ हो। कम्पनीले आफ्नो बिजनेस विस्तार गर्नको लागि र ठुलो पुँजी भित्राउनको लागि चाहिँ आइपिओ इस्यु गरेको हुन्छ। र आइपिओ को बारेमा यति कुरा बुझिसकेपछि आइपिओ अप्लाई गर्नको लागि के डकुमेन्ट चाहिन्छ त? आइपिओ अप्लाई गर्नको लागि मुख्यतः 3 प्रकारको डकुमेन्ट भएपछि पुग्छ। पहिलो सुरुमा तपाईसँग एउटा सेभिङ बैंक एकाउन्ट हुनु पर्यो, दोस्रो कुरा तपाईसँग सिटिजनशिपको कपी हुनु पर्यो र तेस्रो कुरा तपाईसँग पासपोर्ट साइजको फोटो हुनुपर्छ। र यति कुरा भइसकेपछि तपाई आफ्नो एकाउन्ट भएको बैंकमा गएर तीनवटा फर्म भर्नुपर्ने हुन्छ। डिमेन्ड एकाउन्ट, मेरो शेयर र सियास्पाको फर्म भर्नुपर्ने हुन्छ। तपाईले बैंकमा गएर म चाहिँ आइपिओ अप्लाई गर्नको लागि कुन फर्म भर्नुपर्छ फर्म दिनुस् भनेपछि बैंकले दिन्छ। डिमेन्ड एकाउन्ट चाहिँ तपाईहरुको शेयरको एकाउन्ट हो र तपाईले मेरो शेयर चाहिँ आफू घरमै बसेर अनलाइनबाट नै आइपिओ अप्लाई गर्नको लागि मेरो शेयर चाहिन्छ। तपाईले सियास्पा फर्म भरेपछि सीआरएन नम्बर आउँछ। सीआरएन नम्बर चाहिँ तपाईले आइपिओ अप्लाई गर्दा अनिवार्य हाल्नुपर्ने हुन्छ। सीआरएन नम्बर बिना आइपिओ अप्लाई गर्न सकिँदैन। र तपाईले यी तीनवटा फर्म भरिसकेपछि 2 देखि 3 दिनसम्ममा तपाईको डिमेन्ड एकाउन्ट बन्छ र तपाईको मेरो शेयर लगइन गर्नको लागि तपाईको युजर र पासवर्ड चाहिँ मेलमा आएको हुन्छ। तपाईले मेरो शेयर डाउनलोड गरेर मेरो शेयर लगइन गर्न सक्नुहुन्छ र त्यहीबाट तपाईले आइपिओ अप्लाई गर्न सक्नुहुन्छ। र सीआरएन नम्बरको लागि चाहिँ तपाईले आफ्नो बैंकमा कन्ट्याक्ट गर्नुपर्ने हुन्छ र तपाईले यति गरिसकेपछि तपाईले आइपिओ अप्लाई गर्न सक्नुहुन्छ। र यो सबै काम तपाईले अनलाइनबाट पनि गर्न सक्नुहुन्छ, तर त्यसको लागि चाहिँ तपाईको सेभिङ बैंक एकाउन्ट अलरेडी भएको हुनुपर्छ। यति गरिसकेपछि कुनै पनि कम्पनीले आइपिओ इस्यु गर्दा तपाईले अप्लाई गर्न सक्नुहुन्छ। र आइपिओ चाहिँ कहिले खुल्छ, कति किता भर्ने र कहिलेसम्म भर्न सकिन्छ, यस्तै अपडेटको लागि मलाई फलो गरिराख्नुहोस्।